नमस्ते। आज हामी एउटा निकै महत्त्वपूर्ण तर अलि कम कुरा हुने विषयमा छलफल गर्दैछौँ, यौन दुर्बलता र शीघ्र पतन। हो, एकदमै। हामीसँग यौन स्वास्थ्य सम्बन्धी एउटा लेख छ, त्यसैमा आधारित रहेर कुरा गरौँ न। हुन्छ। त्यो लेखले यी अवस्थाहरूको कारण, मतलब मानसिक र शारीरिक पक्ष अनि उपचार विधिबारे राम्रै जानकारी दिएको छ जस्तो लाग्यो। छ, हाम्रो उद्देश्य पनि त्यही हो, यी विषयमा अलि प्रष्ट पार्ने। सुरु गरौँ यौन दुर्बलताबाट। इरेक्टाइल डिस्फङ्क्सन भन्छन् नि, बोलीचालीमा त नपुंसकता पनि भनिन्छ। हो, यो भनेको चाहिँ यौन सम्पर्कको लागि पुरुषको लिङ्ग चाहिने बेलासम्म कडा नहुने वा भए पनि चाँडै लुनो हुने समस्या हो। लेखमा एउटा 26 वर्षको अविवाहित केटाको उदाहरण पनि थियो है, जसलाई यौन इच्छामै कमी र यो दुर्बलता दुवै थियो रे। यो त खै धेरैले भोग्ने तर नभन्ने समस्या होला। एकदम, यो अवस्थाले यौन जीवनमा त असर परिहाल्छ। अनि यहाँ एउटा निकै विचार गर्नुपर्ने कुरा के छ भने नि, हामी अक्सर शारीरिक कारण मात्रै पो हो कि भनेर सोच्छौँ। हो त। तर लेखले के देखाउँछ भने करिब 70% यौन दुर्बलताको जड त मानसिक हुन्छ। ए हो र, 70%? त्यो त धेरै नै भयो नि। हो नि, यो ठूलो आँकडा हो। यसले समस्यालाई हेर्ने हाम्रो तरिका नै बदल्न सक्छ। कहिलेकाहीँ त कस्तो हुन्छ भने यौन चाहनामै कमी हुन्छ के, जसलाई साइकोसोम्याटिक डिसअर्डर भन्छन्। मतलब मनको असर शरीरमा देखिने। 70% मानसिक कारण हुनु आफैमा अलि अचम्म लाग्दो रहेछ। त्यो 26 वर्ष केटाको केस जस्तै खास कस्ता मानसिक कुराले असर पार्छ त? लेखमा केही थियो कि? लेखमा उल्लेख गरे अनुसार जस्तै पुरुषलाई महिलाको यौनाङ्गदेखि डर लाग्ने, यौन कार्यप्रति नै अरुचि वा भनौँ न वितृष्णा हुने, अनि डिप्रेसन जस्तो मानसिक समस्या, यौन साथीलाई सन्तुष्ट पार्न सक्दिन कि भन्ने खालको अत्यधिक चिन्ता, पहिले भोगेको कुनै नराम्रो यौन अनुभव या आफ्नै यौनिक कल्पनालाई दबाएर राख्ने बानी, यस्ता कुराहरूले असर गर्न सक्छ। मानसिक पाटो त निकै बलियो रहेछ, तर शारीरिक समस्या पनि त हुन्छ होला नि? त्यो चाहिँ कस्तो? अवश्य, शारीरिक कारणहरू पनि छन्, जस्तै रक्त सञ्चार प्रणालीमा समस्या, मधुमेह, फिरङ्गी भन्ने यौन रोग, अनि धेरै रक्सी वा लागु औषध सेवन गर्ने बानी। हर्मोनको गडबडी नि? हो, त्यो पनि। पुरुष हर्मोन टेस्टोस्टेरोनको कमी, थाइरोइड वा पिट्युटरी ग्रन्थीको गडबडी, यिनीहरू प्रमुख हुन्। कहिलेकाहीँ त यौन सम्पर्क गर्ने ठाउँ, समय, साथी, परिस्थिति, यिनले पनि फरक पार्छ। अनि उमेर नि? धेरैले सोध्छन् बुढो भएपछि त यो समस्या आइहाल्छ नि, तर लेखले त अर्कै भन्छ जस्तो लाग्यो। हो, त्यो भ्रम हो। लेखले स्पष्ट पारेको छ, उमेर बढ्दैमा सधैँ नपुंसकता हुन्छ भन्ने छैन। 80 वर्ष कटेका स्वस्थ पुरुषमा पनि लिङ्ग उत्तेजित हुने क्षमता रहिरहन सक्छ। ए हो र, 80 वर्षमा पनि? हजुर, तर वीर्यको मात्रा र शुक्रकीटको सङ्ख्या चाहिँ उमेरसँगै केही कम हुन सक्छ। त्यो स्वाभाविक हो, तर उत्तेजनाकै क्षमता गुम्ने भन्ने हुँदैन। अनि एउटा अर्को अवस्था नि, जस्तो हस्तमैथुन गर्दा ठिक हुने तर यौन सम्पर्कै बेला चाहिँ समस्या हुने, यसले त झन् मानसिक कारणै देखायो नि, होइन र? एकदम, यस्तो अवस्थामा प्राय मानसिक कारण नै हुन्छ। तर यदि कुनै पनि हालतमा, मतलब सुतेको बेला बिहान पख हुने प्राकृतिक उत्तेजना पनि हुँदैन भने चाहिँ शारीरिक कारण बलियो हुन सक्छ। कस्तो शारीरिक कारण? जस्तै लागु औषध वा रक्सीको धेरै असर, रक्त सञ्चारमा नै गम्भीर समस्या, मधुमेह नियन्त्रणमा नहुनु, हर्मोन वा स्नायु प्रणालीको समस्या। सुतेको बेला पनि उत्तेजना नहुनु चाहिँ जैविक कारणको सङ्केत हो। त्यसलाई स्लीप क्यालिब्रेटरी टेस्टबाट पत्ता लगाउन सकिन्छ। ल, कारणहरू त धेरै रहेछन्। अब समाधानतिर लागौँ न। उपचार चाहिँ कसरी हुन्छ? लेखमा त्यो मास्टर्स एन्ड जोन्सन टेक्निक भन्ने थियो, त्यो कस्तो विधि हो? अलि रोचक सुनियो। त्यो त स्थापित मनोयौनिक उपचार विधि हो। यसमा खासमा 3 चरण हुन्छन्। कस्ता चरण? पहिलोमा एक अर्कालाई गैर यौनाङ्गिक स्पर्शबाट, मतलब शरीरका अन्य भाग छोएर आनन्द दिने अभ्यास गर्ने। दोस्रोमा बिस्तारै यौनाङ्गिक स्पर्शबाट आनन्द लिने, तर सम्भोग नै गर्नुपर्छ भन्ने दबाब नलिने। दबाब हटाउने?
हो। अनि तेस्रो चरणमा चाहिँ धेरै दबाव बिना नन डिमान्डिङ तरिकाले यौन सम्पर्कको प्रयास गर्ने। यसले त्यो पर्फर्मेन्स एन्जाइटी घटाउन मद्दत गर्छ। अनि शारीरिक कारण भए नि? शारीरिक कारण भए त त्यसै अनुसार उपचार गर्नु पर्यो, जस्तै हर्मोन कमी भए हर्मोन दिने वा अरू जे समस्या छ त्यसको उपचार। ठिक छ। अब अर्को समस्यातिर जाउँ, शीघ्र पतन, प्रिमेच्योर इज्याकुलेसन। यो पनि एकदमै धेरै सुनिने समस्या हो। यसको बारेमा लेखले के भन्छ? शीघ्र पतन भनेको चाहिँ पुरुषले चाहेको भन्दा निकै अगाडि नै वीर्यस्खलन हुने अवस्था हो। यौन सन्तुष्टिका लागि पर्याप्त समय नहुँदै। यसको कारण नि? लेख अनुसार 10 देखि 24 वर्षका युवाहरूमा डर, अपराधबोध, चिन्ताले यस्तो हुनुलाई अलि सामान्य मानिन्छ। त्यो पछि अनुभवले ठिक हुँदै जान्छ। तर वयस्कहरूमा चाहिँ फेरि उही मानसिक कारणहरू वा कहिलेकाहीँ स्नायु प्रणालीमा समस्या पनि हुन सक्छ। यसको उल्टो पनि हुन्छ नि फेरि, सुस्त स्खलन वा निरुत्साहित चर्मोत्कर्ष। त्यो भनेको कस्तो? त्यसमा चाहिँ यौन इच्छा र उत्तेजना पर्याप्त भए पनि वीर्यस्खलन हुन गाह्रो हुने, निरन्तर कठिनाइ हुने। शीघ्र पतनको समाधानमा त्यो स्टप एन्ड स्टार्ट विधि बारे पनि थियो लेखमा। त्यो कसरी काम गर्छ? यो पनि व्यावहारिक अभ्यास नै हो? हो, यो पनि व्यावहारिक अभ्यास नै हो। स्टप एन्ड स्टार्टमा चाहिँ स्खलन हुन लाग्यो जस्तो हुने बित्तिकै यौन क्रिया रोक्ने। हजुर, केही बेर पर्खने, उत्तेजना अलिक कम भएपछि फेरि सुरु गर्ने। यो दोहोर्याउँदा स्खलनमाथि नियन्त्रण बढ्छ भन्ने मान्यता हो। आफैले गर्न सकिने रहेछ? सकिन्छ, तर यसले मात्र काम गरेन भने यौन थेरापिस्ट वा साइकोथेरापिस्टको सहयोग लिनुपर्ने हुन सक्छ। राम्रो परामर्श र यौन शिक्षाले पनि धेरै फरक पार्छ। अनि त्यो सुस्त स्खलनको उपचार नि? त्यसको उपचार अलि फरक छ। त्यसमा पुरुषको लिङ्गलाई पहिले महिलाको योनि बाहिर अनि मुखनेर अनि भित्र राखेर उत्तेजित गराउने क्रमिक प्रयास गरिन्छ। यो पनि सफल नभए साइकोथेरापिस्टसँग परामर्श लिनुपर्छ। कहिलेकाहीँ युरोलोजिस्टको सल्लाह पनि चाहिन्छ। ल, आजको यो कुराकानीबाट के प्रष्ट भयो भने यौन दुर्बलता होस् वा शीघ्र पतन, यसका पछाडि मानसिक र शारीरिक दुवै कारण हुन सक्छन्। तर धेरैजसो अवस्थामा मानसिक पक्ष निकै महत्त्वपूर्ण देखिँदो रहेछ। हो, तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने समस्या लुकाएर बस्नु भएन। सही पहिचान गर्ने, विज्ञसँग सल्लाह लिने अनि उपचार अपनाएमा समाधान सम्भव छ। एकदम। अनि अन्त्यमा एउटा कुरा सोचौँ न, हाम्रो शारीरिक र मानसिक स्वास्थ्य कति गहिरोसँग जोडिएका छन्, हैन? यौन स्वास्थ्य जस्तो संवेदनशील विषयमा यो झन् प्रष्ट देखिन्छ। त्यही त, मनको सानो गाँठोले शरीरमा कति ठूलो असर पार्न सक्ने रहेछ। यो कुरा साँच्चै मनन योग्य छ।